अहिलेसम्म कसरी ट्राई गरेको छ कि छैन लाटीमा त है ए बाबा गरेको भए तिमीलाई देख्ने बित्तिकै यस्तो हुन्छ यार भित्र परा पनि लागेन क्या भित्र परा पनि लागेन होइन केही लागेन भन्दैछु झन् नुहाएर भर्खर पसेको यस्तो गर्दा है यस्तो गर्दा रहेछमा कसम बरा पनि लागेन यार खिया त लागेको छैन नि खिया त लागेको छैन नि खोइ यार चेक गर्ने कोही छैन गरिदेऊ न बरु एकचोटि कस्तो छ म गरिहाल्छु नि म खिया सिया लागेको छैन चेक गर्न नम्बर आउनु त म फेरि त्यस्तो बेलामा डास्टी खिया रहेछ भने के गर्ने फेरि खिया लगाएर चाहिँ म मोबिल लगाएर त्यसलाई सफा गरिहाल्छु नि तिम्रो मोबिल फेरि कडा छ यार एकचोटि लगाएपछि 7 दिनसम्म काम गर्ला जस्तो छ मोबिल पनि 7 दिनसम्म कसरी हिँड्नुपर्छ तिमी त हिँड्न पनि सक्दैन होला यार सुते बेटीमा होला यार मैले भनिसकेँ मैले अघि नै भनिसकेँ टाउको ठुलो छ के तपाईँको तिम्रो त ओठ पनि कति ठुल्ठुलो छ नि यार मेरो हर चिज ठुलो छ क्या ओठ मात्रै होइन खोइ केही ला छैन के हो यार तल 2 सेकेन्ड हेर लाउनु त लागेको छु किन नलाउनु र अलिकति हेर्नु त थोरै उठ त यार कस्तो यार खै हेर्नु लागि भए त वास्तवमा हाल्नु पर्यो भिडियोको बिसिकल हाल्नु पर्यो यहाँ त ए बाबा म रातभरि बोल भन्ने पनि बोल्न तयार के हो त्यस्तो अनि तिम्रो नाकभन्दा मुनि हग्ने बेला कनाकी थियो र के नाकभन्दा मुनि घाउ आइरहेको त के हो कुरो यहाँ डन्नी फोर आएको छ यार यो डन्नी फोर आएपछि फेरि यो जिब्रो चुमचुम गरेर कुरा नगर पानी आएको आइरहेको क्या एउटा कुरा आएन त ट्याप ट्याप गरौँ त त्यहाँ माथि तिमीसँग भेटेको यार म त के गरौँ भएको छ अहिले खै ट्याप ट्याप गरौँ त बेसो टाढो गएर हेऱ्यो त एयरफोनै लगाइसकेको छ है ल सबैले जिताउने प्रयास गरौँ है मलाई ल बाबा फसाउने भन्दा पनि यस्तो भन्दा मेन कुरा के हो भने पहिला हामीले टेस्ट हाल्नुपर्छ त्यसपछि बल्ल थाहा हुन्छ नि त फस्ने नफस्ने भन्ने कुरा पहिला टेस्ट हाल्नु पर्यो नि त तिम्रो नाक त ज्यादै राम्रो लाग्छ यार तर टाउको धेरै ठुलो छ त्यही भएर टाउको त नै टाउको त ठुलै छ नि टाउको ठुलो भयो भने मजा आउँछ थाहा छैन सबै कुरा मिलेको तर टाउको ठुलो छ के तिम्रो टाउको र घाँटी टाउको ठुलो घाँटी अधार कसो गर्दैन भाइ नै टाउको ठुलो भएकै मनपर्छ नि त तिमीलाई थाहा छैन एकचोटि उठ्नु न बेबी तपाईँ एकचोटि उठ्नु त कति हाइट छ हेर्छु क्या म आफैले नाप्छु ट्याप ट्याप गरौँ न हो काकाहरू थोरै मात्र तिमी पहिला तिमी उठेन त्यसपछि म उठ्छु तिमी पहिला तिमी उठेन पहिला मैले भन्दैछु तपाईँलाई अनि मेरो घरमा आउँदै हुनुहुन्छ त मैले यसो चेक जाँच नगरी भित्र पसाउन कसरी म त उठिहाल्छु हेरै ठ्याक्कै हाइट मिल्छ यार हाम्रो ल भयो एकदम सोलिड देख्छ ल तिमी उठेन त्यसपछि मन बिग्रियो यार थुक त निलेकी छैन नि थुक त बाहिर आछ थुकौँ कि बेबीहरू ट्याप ट्याप कुवाको पानी सर झरिरहेको त्यसो भए त खडेरीमा कुवाको पानी झरिरहेको त्यसो भए वैशाख महिना हो कुवा पनि कति गहिरो छ भनेर कहिले काहीँ त कल्पना गर्छु एक्लै त्यसो एकचोटि उठ्दैन त त्यसो मैले केही लागेको छैन के बेबी साँच्ची हो नुहाएर नलागेको छ नि राम्रो केही भर्खर लुगा लाग्छ के उठन ठोकिन्छ माथि ठोकिए झनै राम्रो नि उठन हामी पनि त हाइट नाप्नु पर्यो नि त हामी पनि त हाइट नाप्नु पर्यो हामी पनि हाइट नाप्नै जन्मिया तपाईँ जति तपाईँ जसँग ठोके जस्तो हुँदैन क्या एकचोटि उठ न उठ तिम्रो पनि
आइ नआउनु उठा त एकचोटि तिमीले पनि भने मान्न पर्यो नि त ठोक्यो भने अलिकति उठा धेरै उठा भने टक्कै उठेर अलिकति पछाडि चाहिँ भइहाल्यो त केही मिलाए त्यो मिलाउनै पर्ने जे भयो भने मैले यसो गरिसकेँ त अनि उठ्ने बस्ने गर्नलाई हो आएको होइन यार अनि उता फर्क न उता फर्क माइ गॉड आफैको सजिलो लाग्छ म्याक्सी लाएर छ नि कति आनन्द ल हाय हाय आज म्याक्सी मुटु पनि कति छिटो चलेको यार गाइस म्याक्सी गाइस कसैले म्याक्सी लगाएको देखाएको छैन तिमीले पेन्टी मैले म्याक्सी यार कति सजिलो छ है खट्टु हैन अहिलेसम्म कसैले ट्राई गरेको छ कि छैन नाटीमा त है ए बाबा गरेको भए तिमीलाई देख्ने बित्तिकै यस्तो हुन्छ यार ए भनेपछि जे तिमी अब स्टिल हो त्यसो भए नि त अहिलेसम्म त्यसो स्टिल हो त्यसो भए एकदम स्थिर यार कहाँ हो रे बसाई बसे त काठमाडौँ चाहिँ हो नि काठमाडौँ आउनु पर्ला यार भोलि पर्सि चाहिँ पोखरा जाँदैछु म पोखरातिर झर्दैछु कटु लागेको छ कि छैन भित्र परा पनि लागेन क्या भित्र परा पनि लागेन होइन केही लागेन भन्दैछु झन् नुहाएर भर्खर पसेको यस्तो गर्दा है यस्तो गर्दा हो रहेछमा कसम बरा पनि लागेन यार हिजो फाल्यो केही नरहने बस नि बरु भन्ला न कि अनलाइन गरिदिन्छु मलाई कुरियर गरिदिन्छु बडा साइज कति यति भनिदिएकोमा धन्यवाद यार पर्दैन म बरु त्यही सिलाएर लाउँछु होइन बराएर पटु पठाइदिन्छु साइज पल्ट त कति हो पठाइदिन्छु होइन त्यो लगाएपछि झ्याउ लाउँछ के कस्तो झ्याउ लाग्छ र मजा पो आउँछ झ्याउ लाउँछ अनि तपाईँलाई फर्मवाला चाहिन्छ मलाई मेरो आफ्नै फर्म छ झ्याम झ्याम फर्म त तिम्रो आफ्नै पनि छ त मलाई पनि थाहा छ तिम्रो फर्म त आइ हाय गाइस ट्याप्ले गरमै एउटा फुल हान्मै गाइस एउटा फुल हान्नु न गाइस एउटा फुल हान्नु न गाइस प्लिज लेट्स एउटा फुल गाइस राइदा रुस्टिक हान्नु न पनिसमेन्ट दिनु पऱ्यो क्या गाइस एउटा फुल पनिसमेन्ट दिनु पऱ्यो क्या पनिसमेन्ट दिनु पऱ्यो आज योलाई पनिसमेन्ट दिएर चट्ट यसो कट्टु चाहिँ च्याप्नु पर्ला जस्तो छ ल गाइस अर्को गाइस इन्टरभ्यूमा गाइस मैले जितेँ भने मात्र पनिसमेन्ट हुन्छ है यता चाहिँ बुझ्नु है बेबीहरू गाइस इन्टरभ्यूमा हान्दैन न राइदा एउटा उसले हान्दैन न गाइस प्लिज लेट्स गाइस इन्टरभ्यूमा खै त ट्याप खै त हो बाबाहरू गाइस ट्याप पनि गरेको इन्टरभ्यूमा हान्दैन न राइदा फोकेको माग हो ल त ल सबैले ट्याप गरौँ त यार चक्र बेबीसँग गएपछि खोलिहाल्छु नि यार उसैले खोलिदिन्छ म्याक्सी मैले खोल्नुपर्छ त्यो म्याक्सी कतिखेर के हुन्छ भन्ने कुरा थाहा नै हुँदैन यार अहिले त कहाँ खोल्नु त नि यस्तो सुन न खिया त लागेको छैन नि खोइ यार चेक गर्ने कोही छैन गरिदेऊ न बरु एकचोटि कस्तो छ म गरिहाल्छु नि म खिया लागेको छैन चेक गर्न नम्बर आउनु त म फेरि त्यस्तो बेलामा डास्टी खिया रहेछ भने के गर्ने फेरि खिया लगाएर चाहिँ म मोबिल लगाएर त्यसलाई सफा गरिहाल्छु नि तिम्रो मोबिल फेरि कडा छ यार एकचोटि लगाएपछि 7 दिनसम्म काम गर्ला जस्तो छ मोबिल पनि 7 दिनसम्म कसरी हिँड्नुपर्छ तिमी त हिँड्न पनि सक्दैन होला यार सुते बेटीमा होला यार मैले भनिसकेँ मैले अघि नै भनिसकेँ टाउको ठुलो छ के तपाईँको
बाहुनी हो नि त म त फेरि ए तिमी बाहुनी त थाहा छ बाहुनीको त फेरि रानीवनको जङ्गल त थुप्रै हुन्छ है माया कसम ए, त्यो रानीवन त त्यो हरियाली त त्यो स्वभाव भइ नै हाल्यो होइन त्यो त एउटा प्राकृतिक देन भइहाल्यो तर त्यो रानीवनको त्यो के अरे त्यो रानीवनमा रहेको त्यो कुवा चाहिँ अलि सानो खाले हुन्छ क्या रानीवनको कुवा चाहिँ राम्रो छ छैन जाने कुवा चाहिँ सानो हुन्छ अनि यताउति अलि अब कसरी भन्नु त आएन भन्नु रानीवनको जङ्गलमा खेल आएको छैन जाने घाँस पलाएको छ कि छैन अनि आफूले थाहा हुन्छ त यार अब आफूले त रानीवनको जङ्गल अहिले पलाएको छ कि छैन भन्ने थाहा हुन्छ नि त त्यो रानीवनमा घाँस काट्ने सफा सुग्घर गर्ने लिपपोत गर्ने त काम हो आफ्नै हो गरिराखेकै छ नि त त्यसमा त तनावै भएन ओ बाबाहरू जिताम है अनि त्यो उता के अरे लेउसेउ कतिको छ भन्ने कुरा त्यो भित्री कुरा त कसरी थाहा हुन्छ त गहिराई कति छ कुवामा अनि अब गहिराई कति छ लेउ लागेको छ कि छैन ट्राई त गर्न म आउँछु नि त टेन्सन नगर त्यसको लागि त म तोरीको तेल ल्याएर अब त ढुक्क भइरहेछ त तोरीको तेल देखाएको छ कि छैन मैले थाहा थियो छैन तोरीको तेल आफ्नै बारीमा कति धेरै फलाएको छु मैले अनि त्योभन्दा पनि दियारा तेल थाहा छ दियारा तेल झन् खतरा हुन्छ थाहा छैन त्यो त पिआर गाउँले हो यार म त पनि गाउँले हो कि तर पनि अब यसो होइन सिकेछ तिम्रो लागि त दियारा तेल भन्दा पनि तोरीको तेलले काम गर्छ तिम्रो त ओठ पनि कति ठुल्ठुलो छ नि यार मेरो हर चिज ठुलो छ क्या ओठ मात्रै होइन पुरा लिपस्टिक के लेडिज हो भनेर लिपस्टिक लाउनु नि क्या सोलिड देख्थ्यो यार त्यही पनि केटा भए पनि देखिया राम्रो चिसम होला नि कस्तो के सम्झिरहेको छु त्यो युट्युबमा हेरेको थिएँ एकचोटि ए ललिपप चुसेछ कि नै कहिले ललिपप त कहिले कसो यसो चक्लेट त खानु परिहाल्यो नि तर चुस्या छैन सानेमा बरु अब हाम्रो ललिपप खान पायो भने तिमी त कस्तो आनन्द सिक हुन्छ होला नि त्यस्तो त खोइ होला नहोला डर लागिरह डर लागेको छ ललिपप खान ललिपप भन्ने बित्तिकै किन डर लाग्छ के किन डर लाग्ने फेरि